नमस्कार प्रिय श्रोताहरू, तपाईहरूलाई हार्दिक स्वागत छ हाम्रो आजको शैक्षिक पोडकास्ट सिरिजमा। म महबुब सर र आज मसँग हुनुहुन्छ हाम्रो अतिथि विज्ञ शिक्षक तथा रसायनशास्त्रका अध्येता विनोद चौधरी सर। धन्यवाद महबुब सर। मलाई पनि आजको यो पोडकास्टमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ। आजको विषय नै त्यस्तो छ जसले हाम्रो जीवनका प्रत्येक पक्षमा प्रभाव पारिरहेको छ, रसायनशास्त्र। ठ्याक्कै भन्नुभयो सर। विद्यार्थीहरूका लागि रसायनशास्त्र केवल एउटा विषय मात्र होइन, यो संसार बुझ्ने एउटा दृष्टिकोण हो। आज हामी छलफल गर्नेछौँ रसायनशास्त्रको आधुनिक परिभाषा, यसको उत्पत्ति, रसायनशास्त्रका जनक, यसको दायरा स्कोप र अन्तमा यसको महत्त्व। ठिक छ सर, सुरुमा हामी परिभाषाबाट नै आरम्भ गरौँ। पुरानो समयमा रसायनशास्त्रलाई अल्केमी भनेर चिनिन्थ्यो, तर आधुनिक समयमा यसको वैज्ञानिक स्वरूप परिभाषित गरिएको छ। हो, बिल्कुल। आधुनिक रूपमा रसायनशास्त्र, केमिस्ट्री भन्नाले पदार्थहरूको संरचना, गुण, सङ्गठन, रूपान्तरण र ती रूपान्तरणका क्रममा हुने ऊर्जा परिवर्तनको अध्ययन भन्ने बुझिन्छ। सही कुरा। सरल भाषामा भने रसायनशास्त्रले भन्न खोज्छ हामी वरिपरि जे देख्छौँ, हावा, पानी, धुलो, औषधि, खाना, सबैमा के कस्तो पदार्थ छ, ती पदार्थ कसरी प्रतिक्रिया गर्छन्, परिवर्तन हुन्छन्, यही सबै कुरा रसायनशास्त्रले अध्ययन गर्छ। ठ्याक्कै सर। उदाहरणका लागि, जब हामी काठ जलाउँछौँ, त्यसले ताप र धुवाँ उत्पन्न गर्छ। यो एक रासायनिक प्रतिक्रिया हो। काठमा रहेको कार्बनले अक्सिजनसँग प्रतिक्रिया गरेर कार्बन डाइअक्साइड बनाउँछ। त्यसैले रसायनशास्त्र केवल प्रयोगशालाको कुरा होइन, यो हाम्रो दैनिक जीवनको विज्ञान हो। हाम्रो शरीरमा हुने पाचन, सास फेर्ने प्रक्रिया, औषधि काम गर्ने तरिका, यी सबै रासायनिक प्रक्रियाहरू हुन्। संक्षेपमा भन्नुपर्दा रसायनशास्त्र भनेको पदार्थ र ऊर्जाको सम्बन्ध र तिनीहरूको पारस्परिक क्रियाको विज्ञान हो। अब कुरा गरौँ रसायनशास्त्र कसरी सुरु भयो। यसको उत्पत्तिको कथा निकै रोचक छ। बिल्कुल। रसायनशास्त्रको उत्पत्ति प्राचीन सभ्यतासँग जोडिएको छ। मिस्र, बबिलोनिया र चीनमा मानिसहरूले धातु निकाल्ने, रङ्ग बनाउने, औषधि बनाउने काम गर्थे। त्यसबेलाको यो ज्ञानलाई अल्केमी भनिन्थ्यो। अल्केमी भन्नाले त सुन बनाउन खोज्ने अभ्यास पनि त्यही हो नि सर? हो, ठिकै हो। अल्केमिस्टहरूले सामान्य धातुहरूलाई सुनमा परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास गर्थे। उनीहरू फिलोसफर्स स्टोन नामको जादुई पदार्थ खोज्दै थिए। यद्यपि त्यसबाट सुन बनाउन त सकेनन्, तर त्यस क्रममा प्रयोग र अध्ययन गरेर आधुनिक रसायनशास्त्रको जग राखे। त्यसैले भनिन्छ आधुनिक रसायनशास्त्रको विकास अल्केमीको असफल प्रयासबाट भयो। विज्ञानमा असफलता पनि सफलताको जग हुन सक्छ भन्ने राम्रो उदाहरण हो यो। हो सर। 17औं शताब्दीमा आएर वैज्ञानिकहरूले पदार्थको संरचना बुझ्न वैज्ञानिक विधि अपनाए। त्यसपछि रसायनशास्त्रले आफ्नो आधुनिक रूप लिन थाल्यो। उदाहरणका लागि रबर्ट बोयलले ग्यासको व्यवहार अध्ययन गरेर वैज्ञानिक प्रयोगशाला आधारित दृष्टिकोण ल्याए। त्यसपछि एन्टोइन लावोइजियरले रासायनिक प्रतिक्रियामा द्रव्यमानको संरक्षणको नियम, ल अफ कन्जर्भेसन अफ मास प्रतिपादन गरे। ठ्याक्कै। त्यसपछि नै रसायनशास्त्र वास्तवमै आधुनिक विज्ञानको रूपमा स्थापित भयो। अब कुरा गरौँ रसायनशास्त्रको दायराको। सर, तपाईले कक्षा 11-12का विद्यार्थीहरूलाई पढाउँदा धेरैजसो यस प्रश्नको उत्तर खोज्दै देख्नुहुन्छ होला। हो सर। रसायनशास्त्रको दायरा निकै फराकिलो छ। यो केन्द्रीय विज्ञान, सेन्ट्रल साइन्स हो, किनभने यो भौतिक शास्त्र, जीवविज्ञान, चिकित्सा, वातावरण, इन्जिनियरिङ सबैसँग सम्बन्धित छ। बिल्कुल सही। यसको दायरा बुझ्नेका लागि हामी यसलाई केही शाखामा बाँड्न सक्छौँ। अकार्बनिक रसायनशास्त्र, धातु, अम्ल, क्षार, लवण र खनिज पदार्थहरूको अध्ययन। कार्बनिक रसायनशास्त्र, अर्ग्यानिक केमिस्ट्री, कार्बनयुक्त यौगिकहरूको अध्ययन जस्तै औषधि, प्लास्टिक, इन्धन आदि। भौतिक रसायनशास्त्र,
रासायनिक प्रतिक्रियाका ऊर्जा परिवर्तन र गति, रियाक्सन रेट तथा थर्मोडाइनामिक्सको अध्ययन। विश्लेषणात्मक रसायनशास्त्र, पदार्थको संरचना र मात्रा पत्ता लगाउने विधिहरू। जैव रसायनशास्त्र, बायोकेमिस्ट्री, जीवित प्राणीहरूमा हुने रासायनिक प्रक्रियाहरू। सही भनियो सर। यी सबै शाखाहरूले आज विज्ञान र प्रविधिको हरेक क्षेत्रमा योगदान पुर्याइरहेका छन्। उदाहरणका लागि चिकित्सा क्षेत्रमा नयाँ औषधि बनाउने काम कार्बनिक रसायनशास्त्रले सम्भव बनाएको छ। ऊर्जा क्षेत्रमा ब्याट्री र फ्युल सेलहरू भौतिक रसायनशास्त्रकै उपलब्धि हुन्। र पर्यावरण संरक्षणमा पनि रसायनशास्त्रले ठूलो भूमिका खेलेको छ, प्रदूषण नियन्त्रण, पुनःचक्रण र हरित ऊर्जाको विकासमा। अब अन्तिम र सबैभन्दा रोचक भाग, रसायनशास्त्रको महत्त्व। किन पढ्ने रसायनशास्त्र? हो सर, विद्यार्थीहरू प्राय सोध्छन् रसायनशास्त्र पढेर के फाइदा, तर जब हामी जीवनका हरेक पक्ष हेर्यौं भने रसायनशास्त्र नभएको कुरा पाउनै गाह्रो हुन्छ। ठ्याक्कै, जस्तो कि हामीले खाने खाना पकाउने प्रक्रिया रासायनिक प्रतिक्रिया हो। हाम्रो शरीरमा हुने पाचन, श्वास फेर्ने र रक्त सञ्चारका सबै प्रक्रिया रासायनिक हुन्। औषधिहरूको कार्य र निर्माण पनि रसायनशास्त्रकै उपलब्धि हो। हो सर, त्यति मात्र होइन, आधुनिक उद्योगहरू जस्तै प्लास्टिक, पेपर, सिमेन्ट, वस्त्र, रङ्ग, साबुन, पेट्रोलियम उद्योग यी सबै रसायनशास्त्रमा आधारित छन्। रसायनशास्त्रले हामीलाई ऊर्जा उत्पादनमा पनि सहयोग पुर्याएको छ। सौर्य प्यानल, ब्याट्री, हाइड्रोजन फ्युल आदि सबै रासायनिक अनुसन्धानको उपज हुन्। त्यस्तै कृषि क्षेत्रमा रासायनिक मल, कीटनाशक तथा माटो सुधारक पदार्थहरूले उत्पादन वृद्धि गरेका छन्। रसायनशास्त्र बिना आधुनिक चिकित्सा सम्भवै हुँदैन। औषधि विकास, रोग पहिचानका परीक्षण यी सबै रसायनशास्त्रकै उपलब्धि हुन्। संक्षेपमा भनौँ भने रसायनशास्त्रले मानव सभ्यतालाई परिवर्तन गरेको छ। यो हाम्रो स्वास्थ्य, वातावरण, प्रविधि र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको छ। अनि अन्तमा सर, यदि हामी आजको छलफललाई संक्षेपमा भनौँ भने रसायनशास्त्र भन्नाले पदार्थको अध्ययन हो जुन हाम्रो जीवनको हरेक पाटोमा उपयोगी छ। हो सर, यसको उत्पत्ति अल्केमीबाट भएको हो, तर अहिले यो ठोस वैज्ञानिक विषय बनेको छ। लावोइजियरलाई आधुनिक रसायनशास्त्रका जनक भनेर सम्मान गरिन्छ। यसको दायरा स्वास्थ्य, उद्योग, कृषि, वातावरण, ऊर्जा हरेक क्षेत्रमा फैलिएको छ र यसको महत्त्व मानव जीवनको सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ। अन्ततः रसायनशास्त्र भनेको केवल प्रयोगशालाको विषय होइन, यो सोच्ने तरिका हो, संसारलाई बुझ्ने दृष्टिकोण हो। वाह, धेरै राम्रो भनाइ सर। श्रोताहरूलाई पनि आजको छलफलले रसायनशास्त्रको गहिरो अर्थ बुझ्न मद्दत गरेको होला भन्ने आशा गर्छु। अवश्य नै सर। विद्यार्थीहरूलाई म यही भन्न चाहन्छु, रसायनशास्त्रलाई कठिन नठान्नुहोस्। यो हाम्रो दैनिक जीवनकै कथा हो। धन्यवाद विनोद सर, तपाईको समय र ज्ञान दुवैका लागि। श्रोताहरू, आजको पोडकास्ट यहाँसम्मै। अर्को भागमा हामी रसायनशास्त्रका प्रयोगात्मक पक्ष र प्रयोगशालाका सुरक्षा नियमबारे छलफल गर्नेछौँ। सुन्नुभएकोमा सबैलाई धन्यवाद। विज्ञानलाई प्रेम गर्न नछुटाउनुहोस्। नमस्कार। नमस्कार। फेरि भेटौँला अर्को शैक्षिक संवादमा।